हामी भने चेप्टीको वरिपरि घुम्ने क्रममा गुफाभित्र एउटा बाघको मूर्ति बनाएर राखिएको रहेछ भने हामी यहाँबाट यो पल्लो छेउमा पनि एउटा यो यसरी रमाइलो ठाउँहरू देखिन सकिन्छ। यो चेप्टी पार्क भित्रको गार्डनहरू हो। यहाँ आफ्नै तरिकाले सरहरू खाजा खाँदै दावा सर, मणि सर, तेजबहादुर अङ्कल लगायत सम्पूर्ण हाम्रा मित्रहरू यतापट्टि पनि म्याडमहरू लिँदै हुनुहुन्छ खाजा भने। यता पनि हाम्रो सरहरू सबैजना खाजा सबैलाई बाँड्ने तयारी र बाँड्दै पनि हुनुहुन्छ। इन्द्र सरको पारै अर्को एकदम खटिराख्नु भएको छ। विशेष श्री सिंहदेवी आधारभूत विद्यालयको प्रिन्सिपल भएको कारणले होला भने हामी अहिले यतापट्टि जानेछौँ। यो हल्का पारिपट्टि देखिँदै गरेको चाहिँ माउन्टेन। हामी लगातार घुम्ने क्रममै छौँ। यतापट्टि चेप्टी लेखिएको एउटा ठुलो उयोमा देखियो चेप्टी लेखिएको रहेछ भने यतापट्टि झरनाहरू, यता जेब्रा, यो झरना यो बनाइएको रहेछ झरना माथि पानी लगेर झारिएको रहेछ भने यता फोटो खिच्ने ठाउँहरू। चेप्टी भित्रको सबै ठाउँहरू देखाउने कोसिस गरि नै रहेको छु भने यता हाम्रो साथीहरू सबैजना आफ्नो आफ्नो तरिकामा घुम्दै हुनुहुन्छ। जस्तै यो भनेको भित्रपट्टि उतापट्टि अन्तिमतिर पुगिसक्यो हामी घुम्दै। यहाँबाट पनि अझै उतापट्टि छिरेछ। भिडियो हेर्दै कस्तो लाग्छ लाइक कमेन्ट सब्सक्राइब पनि गर्न नभुल्नु होला। न्यू प्लेस युट्युब च्यानललाई माया गरिदिनु होला भन्दै हामी अझै पनि हामी यो चेप्टी पार्क भित्रको सबै दृश्य देखाउने कोसिस गर्ने नै छु। एकै भागमा सबै भिडियो त देखाउन सक्दिनँ होला, त्यही भनेर मैले भाग बनाएर जस्तै पार्ट्समा देख्न सक्नुहुनेछ। र न्यू प्लेस युट्युब च्यानललाई लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। जब तपाईँहरूले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु भयो भने मैले भिडियो हाल्न बित्तिकै तपाईँहरूको मोबाइलमा युट्युब खोल्ने बित्तिकै देख्न सकिनेछ। हेरिदिनु भयो, फेरि अर्को भिडियोमा भेटौँला। धन्यवाद हजुरहरूलाई।